हेलो गाइस वेलकम टु द माई न्यू ब्लग आजको ब्लगमा चाहिँ टपका खाने सिन्दाहरू होइन सर र किनेर रोशन विवेक अनि म टक्क जाँदैछौँ डाँडा गाउँ सर र लाएर अब बाटोमा गई जाँदैछौँ अहिले घुम्दै आयो है टक्क डाँडा गाउँ गएर मर्निङ भ्यू हेरेर सर र आउँछौँ गाइस त्यहीबाट यहीँ अबको ब्लग चाहिँ टक्क लाएर साथीले बनाउनु छ गाइस होइन सर जाँदैछौँ गाइस कता हो नि मान्टारतिर आइपुग्न लाग्यो भिडियो के तेरो सोधिराखेको त्यही त हो नि होइन त उयो भाइ बनाइरहेको छु मैले नि भिडियो बनाएर डाँडा गाउँ भनेर हाल्नु पऱ्यो नि छ्याटो पुग्नु बेला अहिले चाहिँ हामी हर्षपुर आइसक्यो है गाइस हर्षपुर आयो है ल कोही नकुदामा त दामी छ है बाटोमा कता रे यो कता हो यो कता रे यो सो गाइस अहिले चाहिँ हामी टक्कै यो ठाउँको नाम चाहिँ थाहा छैन हर्षपुर भन्दाखेरि माथि चाहिँ टक्कै आइसक्यौँ अनि उतातिर आउँछ अनि बाटो चाहिँ दामी खिचिरहेको कि अनि अहिले चाहिँ ट्रक लाएर वाकिङमा छ गाइस स्कुटरले नतानेर यताको भ्यू चाहिँ दामी बवाल आइरहेको है ठाउँ चाहिँ हामी डाँडा गाउँ जाँदै यत्तिकै बिहान मर्निङ भ्यू अहिले चाहिँ यहाँ स्कुटरले नतानेर ठुस भइरहेको है गाइसहरू हान्न हामी दुइटा चाहिँ वाकिङमा छ अहिले स्कुटरले तान्दैन यार जगिङ हान्नु पऱ्यो अब मर्निङ वाक हान्नु पऱ्यो तँ दुम्बा बनाइरह त त्यसलाई चाहिँ भिडियो गराउनु पऱ्यो रे म्याक्री बनाइरह भिडियो म त्यो हच्छ जोसै जोसमा आइदिएको हान्छ बिहान उठेर लगाइ चल्छ टक्कला डाँडा गाउँ आइसक्यो रोक 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 हामी चाहिँ हाम्रो गन्तव्यमा आइसक्यो मानुकोटकै जस्तो देखिन्छ देखिनु चाहिँ दामी बवाल देख्छ हेरौँ है गाइसहरू साधन त अब आफू जस्तै छ के अरे यता हेर्न आहा मर्निङ भ्यू हो नि त हाम्रो घर कता रे उता हाम्रो घर चाहिँ उता हाम्रो घर चाहिँ मानुङकोट जानै पर्दैन हामी खस्लास है खसेर फेरि खन्यात खुवाउँछ होलास भ्यू टावर हेर्छ
गाइस अहिले चाहिँ हामी अब भ्यू स्यू हेरेर टक्क लगाएर जानु लाग्यो है भ्यू चाहिँ यस्तो बप्पाल छ तर जे भन्यो भने है अन्त भ्यू के भ्यू दामी गाइज है डक्टर म चाहिँ यसको ब्लग हानिरहेको छु है अहिले भ्यू टावर डाँडा गाउँ चाहिँ राम्रो छ गाइज होइन टक्क लगाएर आउनुहोस् होला मानुङ पनि राम्रो छ मानुङ उता छ देखाइदिएको साथी मानुङ कता हो यार दामी नै छ कि डाँडा गाउँ गाइज है आउने गर्नु यहाँ चाहिँ अलि अनडेभलपमेन्ट छ कि ठाउँ दामी छ सर र अहिले चाहिँ अलिक छिटो भयो न त नि अलिक छिटो आइदिएको भए चाहिँ बिहानै आएको भने चाहिँ दामी देखिन्छ है गाइज दामी खतरा देखिन्छ